नमस्कार आदरणीय दर्शकबिन्दहरू, तपाईहरू यतिखेर हुनुहुन्छ दमक नगरपालिका वडा नम्बर 3 मा रहेको यो विशाल तपाईले चाहिँ भ्यू टावर देख्नुहुन्छ। यो दमक झापाको दमक नगरपालिका वडा नम्बर 3 मा विशेष गरिकन भ्यू टावर बनेको छ भन्ने गरिएको छ। केपी शर्मा ओलीले बनाएका हुन्। केपी ओलीले किन बनायो भन्ने पनि गरिन्छ। भ्यू टावर बनाएर के फाइदा भन्दाखेरि केपी ओलीले एकचोटि भन्नुभएको थियो, डकर्मी सिकर्मीले काम पाए, सिमेन्टहरू आयो, मजदुरहरूले काम गर्न पाए, इँटाहरूको प्रयोग गरियो, मान्छेले रोजगारी पाए, फाइदै फाइदा छ भनेर केपी ओलीले भन्ने गर्नुभएको थियो। केपी ओलीले यो भ्यू टावर के को लागि बनाउनु भएको, के हेर्नको लागि उहाँले बनाउनु हो? परापूर्व कालमा हाम्रा राजाहरूले गाउँको अग्लो घरमा चढेर अनि जनताको घरतिर हेर्थे, तिनीहरूको घरमा धुवा आएको छ कि छैन, घरमा खाना पाएको कि पाकेन भनेर तपाईँको चाहिँ तिले माथि चढेर हेर्ने गरेका थिए। हाम्रो केपी ओलीजीले यो भ्यू टावर के को लागि बनाउनु भएको होला? के हेर्नको लागि? भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेका छन् कि छैनन् भनेर हो कि, अथवा गर्लफ्रेन्ड बोयफ्रेन्डहरू कहाँ बसेर घुम्छन् भनेर हेर्नको लागि यो बनाएको हो कि, यो के को लागि बनाउनु भएको हो? यसको औचित्य आजसम्म पुष्टि हुन सकेको छैन। केपी शर्मा ओलीले यो भ्यू टावर ठड्याउन लगाए पनि लुसिफर ग्याङले आएर यहाँ तोडफोड गरेको छ। एउटाले बनायो, अर्कोले आएर तोडफोड गर्यो। यो जे भए पनि नेपाली नागरिकहरूको चाहिँ कोषबाट आएको पैसा हो। नेपाली जनताको खुन पसिनाबाट आएको पैसाबाट यो भवन ठडियाइएको छ। तर पनि यो सञ्चालन हुन नपाउँदै अराजक ग्याङहरूले, बोको हराम जस्ता, अल कायदा जस्ता सदस्यहरू आएर चाहिँ यहाँ यो तोडफोड र आगजनी गर्ने गरेका छन्। यसको निर्माण के को लागि गरियो? 1.5 अर्ब खर्च भएको छ। 1.5 अर्बले कुनै उद्योग सञ्चालन गरेको भए सायद यहाँ युवाहरूले रोजगारी पाउँथे। हाम्रा दाजुभाइहरू विदेशमा श्रमको लागि जान पर्ने थिएन। आज पनि दिनमा 100औं जना नेपालीको लास बाकसमा आउने गरेको छ। यदि यहीँ कुनै उद्योग धन्दा खोलेको भए सायद रोजगारी हुन्थ्यो, हाम्रा युवाहरूले रोजगारी पाउँथे, देशमा समृद्धि हुन्थ्यो। जहिले पनि केपी ओलीलाई सम्झिँदाखेरि भ्यू टावर भन्ने गरिन्छ। देशको प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले पनि आज यत्रो भ्यू टावर के को लागि ठड्याएको भनेर औचित्य पुष्टि हुन सकेको छैन। यता हेर्नुहोस्, यसको प्राङ्गण हेर्नुहोस्, कुन ठेकदारले कतिमा बनाउनु भयो? यो जग्गा यहाँभन्दा अगाडि कसको थियो, के थियो, कति खर्च लाग्यो, यसको हिसाब किताब के छ? अब हामी छानबिन गर्नेछौँ। नेपाली जनताले चाहिरहेका छन् विकास। हामी विकासको विरोधी हामी होइनौँ। विकास चाहिन्छ, तर भवन ठड्याउँदैमा हाम्रा अग्ला डाँडा काँडाहरू छन्, हिमालहरू छन्, चुचुराहरू छन्। तर यो भ्यू टावर के को लागि हो? के हेर्नको लागि बनाएको हो? यो मलाई अचम्म लागेको छ। हेर्नुहोस्, जेनजी आन्दोलनको क्रममा यो भवनभित्र छिरेर जसरी तोडफोड गरेको छ, आगजनी गरेको छ, क्षति त हामी नेपालीलाई भयो। त्यसैले यो भ्यू टावरको विषयमा मलाई धेरैजनाले जिज्ञासा गर्नुभएको थियो। काठमाडौँमा बसेर नबोल, काठमाडौँमा बसेर तैँले केही गर्न सक्दैनस्, त्यहाँ गएर बोल भनेर मलाई जनताले भनेका थिए। नेपाली जनताहरूको अधिकारलाई प्रयोग गरेर आज युवराज सफल प्रत्यक्ष आएको छ। एउटा देशभक्त नागरिकको रूपमा भ्यू टावरको दर्शन पनि गर्ने। यो भ्यू टावरको औचित्य के छ? मैले यो कुरा चाहिँ सोध्न चाहन्छु। यो भ्यू टावर के प्रयोजनलाई बनाएको हो? कुन ठेकदारले बनायो? यसको सञ्चालन कसले गर्छ? नगरपालिकाले गर्छ कि कुनै ठेकदारलाई दिएछ कि अथवा कसले गर्छ? यो कि केन्द्र सरकारले गर्छ कि प्रदेश सरकारले गर्छ? यसको फाइदा के हो? 1 2 3 4 5 6 7 8 9 10 कति नम्बरमा चाहिँ हामीलाई फाइदा हुन्छ? यो भ्यू टावरले दिन्छ के? यहाँबाट कस्तो खालको खेती गर्न खोजिएको हो? कस्तो अन्न फलाउन थालेको हो? यसको व्यावसायिक फाइदा के हो? यो विषयमा अब नेपाली जनताले सोध्न ढिलो भइसकेको छ। यो यद्यपि अहिलेसम्म यो सञ्चालन भएको जस्तो देखिँदैन। अब यी माथि तोडफोड आगजनी गरेपछि ठेकदारसम्मलाई अब सजिलो भइसक्यो। हामीलाई यति करोड क्षति भयो, यति करोड चाहियो, खल्तीमा जाम कमिसन हाल्न र मन्त्रीहरूलाई पनि गएर योजना पेश गरेर बजेट खानको लागि एकदम सजिलो भएको छ। यो भ्यू टावर के को लागि बनाइयो? कुन पैसाले बनाइयो? यसको फाइदा के हो? यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेको छ? के अख्तियारका हाकिमहरूको मुख पनि टाल्यो? पैसाको बिटो दिएर तपाईँको चाहिँ मुख टालिएको छ, तर युवराज सफलको मुख टालिएको छैन। यो भ्यू टावरको अब बारेमा सत्य तथ्य नेपाली जनतालाई दिनुपर्छ। हामी निरन्तर यो भ्यू टावरको विषयमा खबरदारी गर्नेछौँ। पहिलोचोटि आएर हामीले हेऱ्यौँ। अब भोलिका दिनहरूमा पनि यसको सत्य तथ्य के हो, यथार्थ के हो,
कुन प्रयोजनले कसले बजेट दियो किन बनाइयो यो एउटाले बनाउने अर्कोले फुटाउने भोलि अर्कोले आएर बम हान्देला भोलि अर्कोले चाहिँ तोडफोड गरिदेला यसले त क्षति हामीलाई नै हुने हो हाम्रो निरन्तर भ्रष्टाचार अनियमितता र विकासको पक्षमा खबरदारी जारी छ आगामी दिनमा नयाँ श्रृङ्खला लिएर हामी आउने नै छौँ त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस् नमस्कार धन्यवाद